ओके गाइजहरू के छ हालखबर इक्जामको तयारी राम्रै भयो होला। अब म यो अलि ढिलो त ढिलो भयो, त्यही पनि अझै छ 5-7 दिन। 27 कसरी ल्याउने भन्ने छोटो भिडियो म बनाउनु लाग्छु होइन। अब 27 नम्बर कसरी ल्याउने, अल्जेब्राबाट 20 नम्बर आउँछ, दुईवटा एमसिक्यू दुईवटा सर्ट क्वेसन होइन। यो अब यहाँबाट पर्मुटेसन एन्ड कम्बिनेसन हुन्छ। अब यसलाई छोडिदिँदा पनि हुन्छ, यहाँबाट अब एकचोटि प्र्याक्टिस नगरेर क्वेसन आयो भने यो काम छैन, यो छोडिदिँदा पनि हुन्छ। अनि बाइनोमियलबाट मिडल टर्म एक्सपान्सन एउटा कसरी निकाल्ने जान्नु पऱ्यो 2 नम्बरको। अर्को जस्तो 10th टर्म 11th टर्म फ्री फ्रम एक्स त्यस्तो खालको इन्डिपेन्डेन्ट भन्ने यस्तो खालको एउटा क्वेसन फिक्सै सोध्छ। एउटा यो पढ्ने 2 नम्बरमा है, एउटा यस्तो 2 नम्बरमा आउन सक्यो। अनि यो यस्तोहरू लङ क्वेसन नछोडिदिने। लङ क्वेसन कसैलाई अब सजिलो लाग्छ भने त पढ्दा पनि भयो होइन, नत्र लङ क्वेसनहरू हाम्रो छोड्ने। जस्तो यस्तो खालको क्वेसनहरू हुन्छ नि बाइनोमियल थ्योरमहरूको, जस्तो यहाँ मसँग क्वेसन ब्याङ्क छ, यस्तो खालको क्वेसनहरू छ, यस्तो खालको क्वेसनहरू चाहिँ गर्न अप्ठ्यारो। जस्तो हाम्रो वाट इज द यो कोएफिसिएन्टहरू, यस्तो क्वेसनहरू गर्ने, यस्तो क्वेसनहरू गर्ने, तर यस्तो खालको क्वेसनहरू अलिक गाह्रो लाग्छ भने छोडिदिने है। यस्तो सजिलो क्वेसनहरू गर्ने छोडिदिने है त। त्यसै गरी अब अर्को भनेको अब यस्तो यो चाहिँ थाहा पाउनु पऱ्यो, यो प्रुभ गर्न कहिलेकाहीँ सोध्न सक्छ होइन। यो पुरै टर्म कोएफिसिएन्ट अफ बाइनोमियल एक्सपान्सन कति हुन्छ र यो अड टर्मको के हुन्छ, इभन टर्मको के हुन्छ भनेर यस्तो प्रुभ गर्ने खालको क्वेसनहरू आउन सक्छ। यो चाहिँ हल्का हेर्ने फर्मुला एमसिक्यूहरूमा पनि आइहाल्छ है। त्यसै गरी अर्को चाहिँ हाम्रो यो यस्तो खालको लगको फर्मुलाहरू यो याद गर्नु पऱ्यो। लग र एक्सपोनेन्सियलको यो फर्मुलाहरू याद गर्नु पऱ्यो। र यहाँ यस्तो खालको क्वेसनहरू यो त एमसिक्यू भयो होइन। सर्ट क्वेसनहरूमा पनि सोधिरहेको हुन्छ यस्तो खालको यस्तो क्वेसनहरू 1 मार्क्समा हामीलाई हेर्नु पऱ्यो है। अरू धेरै नहेर्ने। अनि अर्को हेर्ने भनेको यो मोस्ट प्रोबेबल क्वेसन भनेको चाहिँ यो यस्तो खालको क्वेसन। जस्तो मोस्ट प्रोबेबल भनेको यस्तो खालको एउटा क्वेसन सोध्न सक्यो। र अर्को यस्तो वाइ ल्याएर एक्स निकाल्ने, लगबाट युज गर्ने वाला फर्मुला एउटा यति पढ्ने, त्यहाँबाट सक्यो है। ल यति गरिसकेपछि अब यो यहाँ कम्प्लेक्स नम्बरबाट एउटा डी मोब्रिज थ्योरम पढ्नु पऱ्यो, स्क्वायर रुट, क्युब रुट यो निकाल्नु पऱ्यो। त्यसै गरी यो यस्तो खालको फर्मुलाहरू हेर्नु पऱ्यो है। यो जान्नु पऱ्यो नेचुरल नम्बर, फर्स्ट नेचुरल नम्बर, अनि प्रुफ बाई म्याथमेटिकल इन्डक्सन एकदम इम्पोर्टेन्ट छ। एकदम भेरी इजी पनि छ यो चाहिँ छोड्नु। अनि म्याट्रिक्स छोड्नै नहुने क्वेसन यहाँबाट है। यहाँ कन्डिसन जस्तो कन्सिस्टेन्सी र होइन, कन्सिस्टेन्सी डिपेन्डेन्ट एन्ड कन्सिस्टेन्सी इन्डिपेन्डेन्ट र इन्कन्सिस्टेन्सी इन्डिपेन्डेन्टवाला यो कन्डिसनहरू थाहा पाउनु पऱ्यो। त्यसै गरी अब अर्को चाहिँ सल्भ बाई इन्भर्स म्याट्रिक्स मेथड यो थाहा पाउनु पऱ्यो। र क्यामर्स रुल है, यो पनि थाहा पाउनु पऱ्यो। सजिलो ट्रिगोनोमेट्रीबाट धेरै अप्ठ्यारो लाग्न सक्छ। यहाँ जस्ट यहाँ 6 नम्बर आउने हो, तर यहाँबाट हामी जानु पऱ्यो यो चाहिँ थ्योरमहरू घोक्नु पऱ्यो। साइन ल, कोसाइन ल, हाफ एङ्गल, टेन्जेन्ट ल र सल्युसन अफ ट्रायङ्गल। अब यो अगाडिको जानेपछि सजिलै हो, यसलाई छोडिदिने नभए। अनि कोनिक सेक्सनबाट हाम्रो 6 मार्क्स हो, 9 मार्क्स 9 मार्क्सै हो कोनिक सेक्सनबाट। अब यो प्याराबोला र सर्कल कसैलाई गाह्रो लाग्न सक्छ। अब कसैले 9-10मा पढे सर्कल सजिलो लाग्छ भने सर्कलको गर्दा भयो, नत्र छोडिदिने। इलिप्स हाइपरबोला त सजिलो हुन्छ, इक्वेसन दिए हुन्छ सल्भ गर्दाखेरि निकाल्ने। अनि यो फर्मुलाहरू इसेन्ट्रिसिटीहरू निकाल्ने। अनि भेक्टरको चाहिँ जस्तो प्यारालोग्राम युज होइन, एरिया प्यारालोग्राम निकाल्ने, ट्रायङ्गल निकाल्ने यो जान्नु पऱ्यो। र यो चाहिँ भेक्टर मेथडबाट प्रुभ गर्ने है। यो चाहिँ एउटा स्ट्याटिस्टिक्स छोड्नै भएन। 6 नम्बरको कोरिलेसन एन्ड रिग्रेसन यो एउटा कुनै टेबल दिया हुन्छ, अनि कोरिलेसन कोएफिसिएन्ट निकाल र रिग्रेसन कोएफिसिएन्ट। अब एक्स दिएर वाइ निकाल भनेर सोधेको हुन्छ। र यो प्रोबेबिलिटीबाट एउटा एमसिक्यू चाहिँ सोधिरहेको हुन्छ यो। अनि क्यालकुलस छ सबभन्दा भेरी इम्पोर्टेन्ट क्यालकुलस 22 नम्बर हो। अब यसमा चाहिँ धेरै अप्ठ्यारो लाग्छ, त्यही भएर यसको डेरिभेटिभबाट फाइन डेरिभेटिभ एल हस्पिटल रुल। अब टेन्जेन्ट एन्ड यसको सर्टेन एप्लिकेसनहरू जस्तो कोनवाला एप्लिकेसन चाहिँ धेरै पटक सोधेको छ। योबाट पनि पुरा सोध्न सक्ने प्रोबेबिलिटी धेरै छ। एउटा चाहिँ त्यो हेरेर जानु पर्यो र फर्मुलाहरू एमसिक्यूमा सोध्न सकिन्छ है। र अर्को यहाँ भनेको फाइनल चाहिँ हाम्रो एन्टी डेरिभेटिभबाट यसको फर्मुला धेरै छ। एन्टी डेरिभेटिभ चाहिँ त्यही भएर हाम्रो फर्मुला मात्रै हेर्ने र डिफरेन्सियल इक्वेसनको हाम्रो होमोजिनियस र लिनियर डिफरेन्सियल इक्वेसन कसरी सल्भ गर्ने भन्ने मात्रै, त्यो दुईटा हेरेर गयो भने। अनि यो कम्पिटिसनल त हामी छोड्नै भएन, एउटा फिक्सै हो, सिम्प्लेक्स मेथड फिक्सै हो है। एउटा चाहिँ गस इलिमिनेसन र गस सिडल सोधेको छैन। एउटा यो सिम्प्लेक्स मेथड फिक्सै हो। यति पढेपछि मजाले 27 नम्बर मजाले आउँछ।